सरल बनाऊ जीवन, सहज बनाऊ जीवन, आत्मा र परमात्माको ज्ञानले सफल बनाऊ जीवन। सुख शान्ति अनि आनन्द आफै भित्र छन् विराजमान। दिव्य ज्ञानको प्रकाशले बनाऊ जीवन परम सोजागरण, सोजागरण। नमस्कार, कार्यक्रम सोजागरणमा हार्दिक स्वागत गर्न चाहन्छु। सरल बनाऊ जीवन, सहज बनाऊ जीवन, आत्मा र परमात्माको ज्ञानले महान बनाऊ जीवन भन्दै हामी तिलोत्तमा टेलिभिजनबाट प्रत्येक शनिबार बिहान ठिक 8 बजे कार्यक्रम सो जागरण लिएर आउने गरेका छौँ। र आज पनि म टुप्लुक्क यहाँकै अगाडि आइपुगेको छु। केएन सागर पुनः यहाँलाई नमस्कार गर्दै हामीले विभिन्न पाहुनाहरू, विभिन्न विज्ञहरूलाई हामीले निम्ता गरी जागरण र सो जागरणको बारेमा छलफल गर्छौँ। र आज हामी अलिकति फरक प्रसङ्गलाई चाहिँ मैले पस्किरहेको छु। आज हामी आत्मिक सो जागरण भन्दा पनि राजनीतिक सो जागरणका कुरालाई चाहिँ जोड्नेछौँ। आज हामीसँग अति नै सरल राजनीतिज्ञ, उद्योगी, व्यापारी र हिजो आफ्नो जीवनको एउटा खण्डमा शिक्षण पेसा पनि गरेर आउनुभएका तिलोत्तमा नगरपालिका वडा नम्बर 7 भलबाडीमा बस्ने आदरणीय देवी प्रसाद पाण्डे हुनुहुन्छ। देवी सर, कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। अब यो धेरै समयपछि मिडियासँग कुराकानी गर्ने अवसर यहाँहरूले मिलाउनु भयो। त्यसको निम्ति म यो तिलोत्तमा टिभी र यसका परिवारका सदस्यहरूप्रति हार्दिक कृतज्ञता। देवी सर, यहाँलाई ईश्वर छैन जस्तो लाग्छ मलाई। करिब आजभन्दा 20 वर्ष पहिला यही बिल्डिङमा रेडियो लुम्बिनीमा कार्यक्रम सफलताको साँझमा हामी सँगै थियौँ। कतै यहाँको मनस्पटलमा छ? मैले बिर्सेँ, केही सम्झेको छैन। ठिक छ। एक त 20 वर्ष पुरानो कुरा भयो। दोस्रो फेरि के छ भन्दा मेरो उमेरको कारणले कहिलेकाहीँ पनि विस्मृतिमा यहाँको जीवनलाई मैले एक सरो हेरेँ। एक सरो मात्रै, यसलाई चरी हेराइ पनि भनौँ होइन। एक सरो हेर्दाखेरि के पाएँ भने यहाँ एउटा यस्तो व्यक्ति हो जसको जीवनमा धेरै उतार चढावहरू देखा पऱ्यो। हुन त हरेक व्यक्तिमा हुन्छ, यहाँकोमा अलि बढी नै हुन्छ, अलि बढी माथि जाने र तल आउने। र पनि हामीले समाजमा के पाउँछौँ भने उतार चढावहरू सहन नसकेका घटनाक्रमहरू पनि हामी कता कतै सुन्छौँ। तर यहाँको स्वभाव हिजो माथि जाँदा पनि त्यही छ र आज तल जाँदा पनि त्यही छ। यो गुणको बारेमा बताइदिनुहोस्। अब यो मलाई साथीभाइ र सोसाइटीले हजुर जुन रूपमा हेरेको छ त्यो मलाई धेरै भारी परेको छ। कारण के हो भन्दा म जस्तो अल्पज्ञान बोकेर हिँडेको एउटा व्यक्ति जो कुनै पनि सेक्टरमा स्थिर हुन सकेन र मैले आफूलाई भन्नुपर्दाखेरि म नमुनाको असफल व्यक्ति हुँ। चाहे व्यवसायिक क्षेत्रमा हेर्नुहोस्, चाहे राजनीतिक क्षेत्रमा हेर्नुहोस्, चाहे धर्म संस्कृतिको क्षेत्रमा हेर्नुहोस्, चाहे शिक्षाको क्षेत्रमा हेर्नुहोस्, आकाङ्क्षा शिखरमा पुग्ने राखे तापनि मेरो अल्प ज्ञान र अस्थिर मनोदशाको कारणले गर्दा कसै यसलाई देशको मनोदशासँग जोड्न मिले कि मिलेन? परिस्थिति, राजनीति होइन, यो देशको राज्य व्यवस्थाको कुनै त्रुटि छैन। मेरो आफ्नो मामिलामा कमी कमजोरी भनेका म आफै भित्र छन्। त्यस कारणले गर्दा अब तपाईँका दर्शक श्रोताहरूले मसँग केही पाउलान्, केही उपलब्धि पाउलान्, केही ज्ञानका कुरा पाउलान् जस्तो मलाई लाग्दैन। अब परिणाम त्यो यहाँको महानता हो, त्यो यहाँको महानता हो। मैले चाहिँ यहाँमा हामी सरलता पाउँछौँ। हिजो यहाँ एउटा ओदामा हुनुहुन्थ्यो र पनि उहाँ यहाँ सरलै हुनुहुन्थ्यो, अहिले पनि सरल हुनुहुन्छ। खुसी लाग्छ, यहाँबाट धेरै कुरा सिक्न पर्छ हामीले। र म फेरि अर्को प्रश्न जोड्न चाहन्छु। जीवनमा यहाँ के बन्न चाहनुहुन्थ्यो हिजो?
यो सोजागरको कुरा हो है। हिजो यहाँ के बन्न चाहनुहुन्थ्यो, के बन्नुभयो, के पाउनु भयो र के गुमाउनु भयो? एउटा स्मरण आयो तपाईँले ल्याएको प्रश्नबाट। हजुर। म 3 क्लासमा पढ्दा म दिगाम गुल्मी दिगाम मामा घर बसेर पढ्या हो। 3 क्लासमा पढ्दाखेरिमा एकजना गुरु हुनुहुन्थ्यो, भीमलाल नेउपाने। पछि उहाँ तपस्वी बन्नुभयो र स्वर्ग आरोहण। स्कुलको कामले जाँदा मलाई भान्जा भन्नुहुन्थ्यो। माउली ठाउँ भएको हुनाले सबले मलाई भान्जा भन्थ्यो। ल यहाँ सँगै जाऊँ। बाटाभरि मलाई उहाँले तिमी पढेर के गर्नु चाहेका छौ? मैले त जागिर खान पाइएन भनेर पढे हो भने। गलत। तिमी जागिर खान होइन, तिमी त पहिलो नम्बरमा गाउँको सेवा गर्ने, दोस्रो नम्बरमा जिल्लाको सेवा गर्ने, तेस्रो नम्बरमा देशको सेवा गर्ने, चौथो नम्बरमा संयुक्त राष्ट्र सङ्घको महासचिव बनेर विश्वको सेवा गर्ने लक्ष्य राख्नुपर्छ तिमीले। त्यो मेरो बाल मनस्थितिमा ट्वाक्क छिर्यो। उद्देश्य के लिनु जस्तै उडे छिनु चन्द्र एक भने जस्तै। त्यो गुरुले मलाई त हिप्नोटाइज गरे र म त्यसको तयारी, मेरो चिन्तन धारामा यही सपना लगातार आउन थाल्यो। त्यसपछि त्यो सपना त भोगेकै थिएँ मैले। ऋणी हाई स्कुलमा 9 क्लास 10 क्लास पढ्दा, त्योभन्दा पहिले त म पाल्पा हाई स्कुलमा पढेँ। अब 8 क्लाससम्म पढ्दा केही त्यस्तै गुरुहरू भेटिए, भीमलाल नेउपाने जस्तै गुरुहरू भेटिए। मेरो आकाङ्क्षालाई अरू मलजल गरेर अरू ऊर्जा दिएर ल कम्युनिस्ट पार्टीमा सदस्यता लिएर अहिले विद्यार्थी फ्रन्टमा काम गर्ने। त्यति बेला नेपाल विद्यार्थी फेडरेसन भन्ने थियो क्या, कम्युनिस्टहरूको भ्रातृ संस्था जस्तो भ्रातृ संस्था। ल तिमीले यो फेडरेसनको चाहिँ सदस्य बनेर अब तिमीलाई सेक्रेटरी बनाएर हामीले कमिटी बनाउँछौँ, काम गर्न पर्छ कम्युनिस्ट पार्टीको। यो पञ्चायती व्यवस्था ठिक छैन, यसलाई बदल्नको निम्ति हामी सबै लागेका छौँ। यसलाई बदलेर जनताको पक्षको प्रजातान्त्रिक वातावरण चाहिँ नि सिर्जना गर्नको निम्ति लाग्नुपर्छ भनेपछि भीमलालले रोपेको जुन सोच थियो त्यसले प्रस्फुरण गर्ने, प्रवर्धन हुने मौका पायो। म विद्यार्थी पढाइ कम, सङ्गठन र चाहिँ नि प्रशिक्षण बढी सक्रिय त्यतातिर है। 10 क्लासमा पढ्दाखेरि म विद्यार्थी युनियनको हाई स्कुल प्रेसिडेन्ट र सोभियुको जिल्ला सदस्य, विद्यार्थी प्रतिनिधि। त्यो ऋणी नगी चाहिँ भोटुका भन्ने ठाउँ छ, त्यहाँ 50औँ गुफा छन् के। क्षेत्रीय त्यति बेला कम्युनिस्ट पार्टीको क्षेत्रीय चाहिँ नि सम्मेलन रहेछ। मलाई विद्यार्थी प्रतिनिधिको रूपमा पठाए गुरुहरूले। त्यहाँ केशरमणि पोखरेल, चित्रबहादुर केसी, धेरै 18-20 जना गुफा थियो ठुलै, भूमिगत हो नि। सबैका कुरा मैले सुन्ने मौका पाएँ। सबभन्दा मन पर्यो चित्रबहादुर केसीको दर्शन प्रस्तुति। उनी जनजीविरोको भाषामा ट्वाक्क यस्तो किसिमले उहाँले राख्नुभयो कि मलाई त ऊर्जा थपियो। त्यसपछि केही बन्छु भन्ने सोच आयो? त्यो त जीवितै छ। म त विश्वको सेवा गर्ने भन्ने भावना त जीवितै छ। भनेपछि यहाँको सोच चाहिँ विश्वको सेवा गर्ने भावना थियो भने मैले अघि सोधेको प्रश्नलाई नि
के पाउनु भयो, के गुमाउनु? धेरै कुरा पाएँ, गुमाएको केही छैन। केही गुमाएको छैन। त्यो जुन विश्व संयुक्त राष्ट्रसङ्घको महासचिव बन्ने सपना अझै पनि छ? होइन, अब छैन। त्यो त के हो भन्दाखेरिमा एउटा आकाङ्क्षा हो। मेरो बाल्यकालमा प्रवेश गरेको एउटा आकाङ्क्षा हो। ती सम्भावनाहरू त पछि जाने के भन्दाखेरि मैले ऋणीमै हुँदा विद्याकालमै गाउँतिर गएर संगठन गर्ने, पाल्पामा पनि मैले 2-3 वर्ष संगठन गरेँ। यो त्यसपछि त्यो बाटोमा बन्दोबस्तले लागि के अहिले यहाँलाई त्यो त्यसपछि रूपन्देहीमा आउनुभयो। यो कति सालतिर यहाँ चाहिँ रूपन्देहीको राजनीति गर्न सुरु गर्नुभयो? 25 सालको गर्मी महिनामा जितगढीमा सम्मेलन भएको थियो। पहिले यहाँ थियो कम्युनिस्ट पार्टीको जिल्ला तटस्थ समिति थियो। मैले पहुनी स्कुलमा प्राइमेरी स्कुलको चाहिँ हेडमास्टर भएर दिनभरि पढाउने, रातभरि सङ्गठन गर्ने, साथीभाइसँग भेट्ने। यो क्रममा रूपन्देहीमा पार्टी पुनर्निर्माणको काम चाहिने मोहन गेवाली सरहरूले सुरुवात गर्नुभएको रूपन्देही कम्युनिस्ट पार्टीलाई जागरुक गराउने र त्यसको सङ्गठन विस्तार गर्ने काममा हामीले म जीवराज आश्री, देवेन्द्र घिमिरे, वामदेव गौतम, बाबुराम अर्याल, मदन पौडेलहरूको एउटा टिम थियो। 2023 सालतिरको यो 25 सालको कुरा हो। 25 सालमा जिल्लाको नेतृत्वमा आएको म 25 सालमा हो। तर त्योभन्दा पहिले पनि म पार्टीमा काम गरेँ। देवेन्द्रजी त्यति बेला सचिव मलाई थोरै याद है। देवेन्द्रजीलाई चाहिँ नि अब कलेज पढ्न पर्ने कारणले गर्दाखेरिमा त्यो जितगढी सम्मेलनमा सम्मेलनले मलाई निर्वाचित गर्यो। अहिले हामीले हिजो यहाँहरू जसरी सम्पूर्ण आफ्नो परिवार छोडेर भूमिगत रूपमा चाहिँ देश बनाउँछु भनेर चाहिँ लाग्नुभयो, अनि अहिले चाहिँ के पाउनु भयो त? यो के छ भन्नु होला भने एकैपटकको घटनाले, एकैपटकको सङ्घर्षले, एकैपटकको क्रान्तिले जनताको चाहिँ नि इच्छा आकाङ्क्षा, उनको हित संरक्षण सम्बन्धमा जुन राज्य व्यवस्था बन्न पर्ने हो बन्दैन। राणाशाही फाले नेपाली जनताले, त्यसपछि पनि परिवर्तन भयो नि। मैले फेरि अलिकति रोक्न चाहेँ। मैले त्यहाँबाट सुरु गर्न चाहन्छु जहाँ यहाँ तम्घा जाँदाखेरि यहाँको गुरुले चाहिँ एउटा इन्सर्ट गरिदिनु भयो। त्यसपछि यहाँ कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो, रूपन्देहीमा आउनुभयो, देश बनाउने अभियानमा हुनुहुन्थ्यो। अहिले त्यो अभियानमा लागेको त्यो युवा देवी प्रसाद पाण्डेलाई आजको यो कम्युनिस्टहरूको हविगति हेर्दाखेरि पछुतो छ कि छैन? मलाई पछुतो छैन। किन पछुतो छैन भने मैले भने नि, एउटै आन्दोलन, एउटै क्रान्तिबाट सम्पूर्ण प्राप्ति हुँदैन। कम्युनिस्टहरूले त, मैले फेरि रोकेँ, कम्युनिस्टहरूले देश जनताले कम्युनिस्टहरूलाई अवसर नदिएको हो त? होइन, कम्युनिस्टहरूले त राज्य सञ्चालन गर्ने 2/3 बहुमतको सरकार जनताले दिनुभएको थियो त। अनि फेरि फुटको राजनीति, अनि गालीको राजनीति। यो हजुरहरू यही गर्नलाई चाहिँ हिजो भूमिगत भएर चाहिँ हजुरले चाहिँ लाग्नु भएको हो त? यो के छ भन्नु होला भने समाज विकासको नियम यो स्टेप बाई स्टेप हुन्छ। कहिलेसम्म वेट गर्ने? निरन्तर जीवन पर्यन्त स्टेप बाई स्टेप हुन्छ। हामीले राणा फालेर केही जो नपाएको हो र? होइन नि। हामीले पञ्चायत फालेर केही जो नपाएको हो र? होइन नि। तर हामीलाई पुगेन एउटा कुरो। अर्को कुरो के हुँदो रहेछ भन्नु होला भने राजकाज सम्बन्धी कम्युनिस्टहरू आन्दोलन गर्न, बार भत्काउन, ढुङ्गामुढा गर्न, त्यसमा निपुण छन्। बाँकी राज्य व्यवस्थापनको जिम्मेवारीमा पुगिसकेपछि यहाँनिर चाहिँ यिनीहरूको दिमागले जो सीमित थियो नि ज्ञान, कामै गर्न छोड्यो।
नम्बर 1। हजुर नम्बर 2 के छ भन्नुहोला भने हामी जस्ता डेभलपिङ कन्ट्री, अविकसित मुलुकका अविकसित अशिक्षित जनताको देशमा आधुनिक मानवहरूको बस्ती युरोप र अमेरिका, तिनीहरूको चक्र जालमा हामी जस्ता मुलुकहरू धेरै परेका छन्। हामी मात्रै होइन, हो त्यसको चक्र जालमा पनि हाम्रो राज्य व्यवस्थाको व्यवस्थापनमा पुगेका शीर्ष व्यक्तित्वहरू त्यो चक्र जालमा पनि पर्नुभयो। नेपाली जनताहरू चाहिँ अति सिधा के हेर्नुहोस्। हिजो चाहिँ हजुरहरूलाई सानो गुरुले भन्दाखेरि हजुर आफ्नो जीवनै समर्पित गर्नुभयो। अलि पछि 51-52 आएर फेरि देश परिवर्तनको नाममा चाहिँ जनतालाई हतियारै बोकाएर चाहिँ लडाइयो होइन। र अहिले पनि विभिन्न यताउति बाहना गर्दा नेपाली जनताको दोष चाहिँ यसमा छैन। मैले यहाँलाई यति कुरा भन्न चाहन्छु कि यहाँले हिजो गरेको राजनीति, त्यो भूमिगत राजनीतिलाई आज हेर्दा हजुरहरूका आदरणीय नेताहरू पनि त माथि हुनुहुन्छ नि। के वास्तवमा यो देशमा कम्युनिस्ट नेताले देश बनाउन नसकेको हो या कम्युनिस्ट नेताहरूलाई देश बनाउन नदिएको? अब पहिलो कुरा त के हो भन्दा जनताको दोष छैन भन्नुभयो तपाईँले। जनता सिधा हुनुहुन्छ होइन, जनताको दोष छ। के छ भन्दा तपाईँको चुनावमा मेरो छोराले कसो ज्यान गुमाएन, काङ्ग्रेसहरूले कसो मारेनन्। मेरो छोरो चाहिँ नि सुब्बा भएर अहिले हुलाकमा चाहिँ नि 10 वर्ष काम गरेका छ, त्यसलाई वीरगञ्ज भन्सारमा पठाइदिनु पर्यो। जनताले नै त्यहाँ न्याय माग्यो त? न्याय मागेन, अवसर मागे। अवसर अर्काको अधिकार मिचेर मलाई दिनु पर्यो। विदेश जानु पर्यो, छोराछोरीलाई विदेशमा पढाउनु पर्यो। आयो वीरगञ्ज जनताले भने जनताको पक्षमा त्यो जनता केही समस्याहरू छन्। जस्तो अहिले देख्नुभयो भने हरेक 4 वर्ष 5 वर्षमा चुनाव हुन्छ हो, भोट कसलाई दिने हो? आफ्नो पार्टीलाई, जसलाई 4 वर्षसम्म धारे हात लाएर गाली गरिराखेको छ त्यसैलाई भोट दिनु। अब यो निम्न मध्यम वर्गको बिचको यी दलहरू हुन्। यिनीमा आदर्शका कुरा जति गरे पनि पुँजीवादी व्यवस्थाको आचार विचार र स्वभावले यिनीहरूलाई कब्जा गरेका छ। मैले एउटै शब्दमा हजुरलाई रोकेँ, एउटै शब्दमा म के भन्न चाहन्छु भने मसँग थुप्रै प्रश्नहरू छन्। किनभने यो एउटा अवसर हो, यहाँ धेरै यहाँको अनुभवहरू म चाहिँ मित्रहरूमा चाहिँ पस्किने जमर्को गरिरहेको छु। कम्युनिस्टहरूले देश बनाउन नसकेका हुन् कि कम्युनिस्टहरूलाई देश बनाउन नदिएको? संक्षिप्तमा दुईटै कुरा हो हजुर। एउटा नसकेका पनि हुन्, किनभने कम्युनिस्ट स्कुलिङको जुन नीति मार्गदर्शन र सिद्धान्त हो त्यसबाट चाहिँ नि नेतृत्व वर्ग विमुख भयो। जुन मोरालिटीमा मुलुकको चाहिँ नि राजनीति, अर्थतन्त्र, धर्म संस्कृतिलाई विकास गरेर लाने मेन्डेट नेपाली जनताले दिएका थिए, त्यो छोडेर मैले भने नि अन्तर्राष्ट्रिय शक्ति केन्द्रको चक्रमा परेकै हो। यो हाम्रा मात्रै होइन, फेरि हामी जस्ता डेभलपिङ कन्ट्रीको सबै मुलुकको हाल यही हो। श्रीलङ्का भन्नुहोस्, बङ्गलादेश भन्नुहोस्, पाकिस्तान भन्नुहोस् लगायतका। यो के छ भन्दा हाम्रा नेतृत्व वर्गमा पुगेकाहरूको चाहिँ नि एउटा अपरिपक्वता, दोस्रो राजनीति गर्ने के जोगी हुनलाई हो र भन्ने आयो के। हेर्नु भाषणमै भने साथीहरूले, होइन जोगी हुनलाई होइन, राजनीति गर्ने देश र जनताको स्तर उन्नतिका कार्यक्रमहरू ल्याएर लागू गर्नुको निम्ति राजनीति गर्ने। यो वैचारिक एउटा विचलन एकातिर आयो भने अर्कोतिर अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले उपयोग गरे आफ्नो स्वार्थको निम्ति, आफ्नो राष्ट्रिय स्वार्थको निम्ति हाम्रो मुलुकका कमजोर नेतृत्वलाई उनीहरूले उपयोग गरे। त्यो भोका नेताहरूलाई चाहिँ कतै विदेशीले त्यस्तो परिकारहरू पस्केको त्यो म भन्न सक्दिनँ है देवी सर, र उनीहरूले उपयोग गरे। देवी सर यहाँ शिक्षण पेसामा पनि लाग्नुभयो।
उद्योगी पनि एकदमै सफल उद्योगी हुनुहुन्छ। हिजो तिलोत्तमा साथ भलबाडीमा बसाइसराई गर्नुको आकर्षण केन्द्रबिन्दु सिद्धुवा डिस्टिलरी थियो। मलाई अझै पनि स्मरण छ। पहिले उ थियो नि त ढुङ्गा मिल। ढुङ्गा मिल थियो होइन। अब यसरी गर्दाखेरि यो भलबाडीमा जति बसाइसराई बसिरहेको छ, बाक्लो बसेको छ, त्यहाँ रोजगारीको लागि मान्छे गएका थिएन, त्यो श्रेय यहाँलाई केही न केही जान्छ। उद्योगी पनि हो, यहाँ सफल उद्योगी पनि हो र यहाँ राजनीति पनि हो, अहिले पनि राजनीति बुद्धिजीवीमा हुनुहुन्छ। र मैले तीनवटा पक्ष यहाँले जीवनमा सँगालेका अनुभवहरूमा म तीनवटासँग चाहिँ अहिलेको परिवेशलाई जोड्न चाहन्छु। शिक्षण पेसामा लाग्नुभयो, पढाउनु भयो, आज देशमा विद्यार्थी पढ्न चाहन्नन्। पहिले त शिक्षामा जाम। त्यसपछि दोस्रो राजनीतिकमा हजुर चाहिँ लामो समय बिताउनु भयो, त्यो बेलादेखि अहिलेसम्म राजनीतिमै अझै सक्रिय रूपमा लागिरहनु भएको छ, आज राजनीति गनाइरहेछ। तेस्रो उद्योग व्यवसाय सञ्चालन गर्नु, आज उद्योगीहरू देशमा लगानी गर्न असुरक्षित भनिरहेछ। कहाँनिर म यो जान्न चाहन्छु, तपाईँसँग लामो अनुभव छ, कहाँनिर देवी सर के मिलेन? पहिलो कुरा म शिक्षाबाट सुरु गर्छु। मैले स्याङ्जा जिल्लाको कोटाकोट भन्ने ठाउँमा 6 महिना शिक्षण पेसा गरेँ। 6 महिना किन गरेँ भन्दाखेरिमा हाई स्कुलबाट एसएलसी दिइसकेपछि रिजल्ट आउन 6 महिना लाग्थ्यो कि। दिवाकर गेमाली हेड सर हुनुहुन्थ्यो, उहाँले एक दिन बोलाउनु भयो, तैँले जागिरी खा न एकछिन जबसम्म रिजल्ट आउँदैन। कहाँ जागिरी खाने र सर भने त्यहाँ कोटाकोटको चाहिँ न्यायाधीशले आउनु भएको थियो, एउटा केटालाई पठाइदिनु पऱ्यो त्यहाँ, हाम्रो स्कुलमा खाली छ भनेर भन्नुभएको थियो। ल जान्छस् भने अनि जान्छु भने रिजल्ट आउनु बाँकी थियो। त्यहाँ 6 महिना मैले सेवा गरेँ र त्यहाँ एकजनासँग द्वन्द्व पऱ्यो, साह्रै पीडित रहेछन् कि त्यति बेला। एउटा गढवाली भन्ने मास्टर केशवानन्द गिरी भन्ने त्यहाँ लसगा उनले आफ्नो कम्युनिस्ट राजनीति त्यहाँ सुरु गरेका रहेछन्। विद्यार्थीहरू बस्न चाहन्छन् त्यसमा, पढ्न चाहन्छ। होइन, म भन्दैछु 2028 सालमा नयाँ शिक्षा योजना आयो नि। आयो। त्यो शिक्षा योजनाले के ल्यायो भने हाम्रो शास्त्रलाई छोडेर शिक्षा योजना बनाइयो। त्योभन्दा पहिलेसम्म हाम्रो शिक्षा गुरुकुल शिक्षा शास्त्रसम्मत थियो। जब 28 सालको नयाँ शिक्षा योजना आयो, यो पश्चिमाहरूले 13-14 करोड कति दिएर, त्यसमा हामीलाई त्यो नयाँ शिक्षा योजनाले बाट शिक्षित भएकाहरूले नेपाल पढाउँदै नपढाउने, युरोप र अमेरिका पढाउने, त्यस्तो किसिमको चाहिँ पश्चिमा शिक्षा पद्धति आएको हुनाले हाम्रा अहिले स्कुल कलेज युनिभर्सिटीबाट उत्पादन भएका प्रोडक्टहरू जे हुन्छन् उनीमा आफ्नो मौलिकतामा आधारित नलेजै छैन। अनि पढ्ने के को लागि हो भन्दा उहिले मैले आफ्नो सरलाई जवाब दिएको थिएँ कि जाहिर खानलाई भन्ने, पढ्ने के को लागि हो भन्दा विदेश जानलाई। यो वातावरण, यो अन्तर्राष्ट्रिय राजनीतिक शक्ति केन्द्रहरूले हामी जस्तो अविकसित मुलुकमा जनताहरूलाई जहिलेसुकै यिनी बेवकुफ भइराखुन् र हामीले गरेको अन्याय अत्याचार शोषण साम्राज्यवादी उत्पीडन विरुद्ध चाहिँ नि आवाज उठाउन कसैले नसकोस्, त्यसैले मूर्ख बनाइराख्नु पर्यो। त्यसैको परिणामस्वरूप आज हो नेपालमा विद्यार्थी छैनन्। अब हामी चाहिँ उद्योग धन्दातर्फ, उद्योग व्यवसाय भन्ने पनि 46 सालपछि, 46 सालभन्दा पहिले 40-45वटा उद्योगहरू थिए। हजारौँ नेपालीका छोराछोरीहरूले जागिर पाएका थिए, रोजगारी पाएका थिए। 46 सालको परिवर्तन कसरी भएको भन्दा गणेशमान सिंहको चाक्सेबारीमा इन्डियाका 9 जना नेताहरू आएर तिमीहरू तयार हो, हामी पछाडि छौँ, राजा विरुद्धमा चाहिँ नि आन्दोलन। भनेपछि राजनीतिक परिवर्तन पनि फेरि बाहिरै हस्ते हो त। 7 सालकै चाहिँ नि के भन्दा परिवर्तन, नेहरूले मोहन शमशेरलाई भनेर काङ्ग्रेसलाई मिसाउ सरकारमा, किनभने राणाहरूले त
गन्दैन देखेर नेहरूलाई अङ्ग्रेजका सँगको उठबस भएको हुनाले अङ्ग्रेजको सेवाको निम्ति भारतीय जनताको स्वतन्त्रता सङ्ग्राम दबाउनको निम्ति सेना चाहिँ पठाएको हो राणाहरूले त्यस्तो इतिहास। त्यसैले हाम्रामा जे परिवर्तन भएका छन् हाम्रो सोझोपनबाट फाइदा उठाएर विदेशीले नै खेती लाउने हामी फसल काट्ने विदेशी 46 सालको परिवर्तन त्यसरी आएको त्यो बिउ पनि विदेशीकै ल्याए होइन। यो जुन व्यवस्था छ प्रजातन्त्र भन्ने यो हाम्रो मौलिकतामा आधारित हुनै होइन। यो त बेलायतबाट 300 वर्ष पहिले बेलायतमा के स्थिति थियो, के समस्या थियो, ती समस्या समाधान गर्नको निम्ति स्थापित भएको संसदीय प्रजातन्त्र हो नि त। हाम्रो मौलिकता कहाँ छ? यहाँ छैन। त्यसैले उद्योग व्यवसाय 46 सालको परिवर्तन पछि नेपालीहरूले उद्योग व्यवसाय गर्ने होइन, कृषि पनि गर्ने होइन, विदेश जाने र विदेशी मुद्रा आर्जन गर्ने हो भन्ने राज्यले नै नीति कानुन बनाएर अरू मुलुकहरूले आफू मुलुकमा भएको उत्पादन वस्तु निकासी गर्ने 46 सालको परिवर्तन पछिको चाहिँ हाम्रो राज्यको नेतृत्व गर्ने वर्गले मान्छे निकासी गर्न थाल्यो। विदेशी चाहिँ वस्तुहरू प्रयोग गर्ने मान्छे निकास्ने यो विडम्बना। उद्योगहरू सारा बेचिए, निजीकरण भयो। जनशक्ति नै नभएपछि उद्योग कसरी चल्छ त? शिक्षा होइन, जनशक्ति थियो त्यति बेला। अब त्यो बेरोजगार भएको जनशक्तिलाई के गर्नु त भन्दा विदेश पठायो। त्यसपछि उद्योगको नाउँमा एसेम्ब्लिङ उद्योगहरू सामानहरू बाहिरबाट ल्याएर जोडजाड गर्ने खालका उद्योगहरू त अलिअलि चल्या होलान्। उत्पादनमूलक उद्योगहरू त बेहाल छ। अब जो राजनीति त्यसले गर्दा यो पनि के हो भन्दा यो मुलुकलाई परनिर्भर बनाइराख्ने तर्फको छिमेकी चीनलाई यो मुलुकका सोझा जनतालाई बरालेर यहाँ आफ्नो वर्चस्व स्थापित गर्ने र चीनलाई हेर्ने। त्यस कारणले यहाँ उद्योग व्यवसाय गर्न राज्यले जो भन्दैन। अब अन्तिममा छौँ हामी। ल भन्नुहोस्। कार्यक्रमको निर्धारित समय पनि हाम्रो सक्ने लागिसकेको छ। मसँग एउटा मात्रै प्रश्न छ। जनताले हिजो जानिया राणा शासनलाई पनि फाले, निरङ्कुश राजतन्त्रलाई पनि फाले। अब गणतन्त्र भनेको त हाम्रै आफ्नो हो, हाम्रो कमाइ हो होइन। तर पनि गणतन्त्र आइसकेपछि पनि त जनताले त्यो परिवर्तनको महसुस गर्न सकेको पाइएको छैन। पछि अब यो जनताहरूले यो गणतन्त्रलाई पाल्ने या त कुनै एउटा शक्ति खोजेका छन् फाल्ने? यसमा केही समस्याहरू छन्। गणतन्त्र हामीले ल्याएको हो, कसैले ल्याइदिएको होइन। अरूले त हावा दिए। हाम्रो घरभित्र झगडा नभइकन छिमेकी त घरमा आउन नि। जहिले पनि पश्चिमाहरूको के भन्दा डिभाइड एन्ड रुलको नीति लिएर एउटा शक्ति केन्द्र थियो नि राज संस्था, नेपालको एउटा शक्ति केन्द्र हो त्यो। त्यसलाई कमजोर पार्न उनीहरूले आवश्यक सम्झे आफ्ना नेपाल विरोधी कार्यक्रमहरूलाई कार्यान्वयन गर्नको निम्ति दरबार हत्याकाण्ड जुगाइयो। त्यसरी जनताले फेरि विकल्प खोजिरहेको देखिन्छ त। त्यही त शक्ति केन्द्रले विदेश गर्यो, नारायण नीतिबाट विदेश गर्यो नेपालको। त्यहाँबाट जे हुन्छ त्यही किसिमले यहाँ चाहिँ सत्ता परिवर्तन हुन्छ, नेता परिवर्तन। इन्डियाकै आँखाबाट हेर्छ नेपाललाई हेर्दा। अब यसको निकास के हो त? अब चाहिँ भन्दा फाल्ने नै भन्ने कुरा सजिलो कुरा छैन। जस्तो यसमा विकृतिहरू छन्। एउटा विकृति के छ? समानुपातिको 40% त्यसलाई फाल्ने प्रतिनिधित्वको। त्यो 40% अध्यक्षको खोल्टीबाट झिक्ने हो। संसदीय दलमा 40% ढुक्कै एक ढिक्का भएपछि 10-12% त लहैमा आइहाल्छन् भनेपछि कहिले पनि संसदीय दलबाट अध्यक्ष अल्प त पर्दैन। त्यो नपर्ने ग्यारेन्टी यो समानुपातिको 40% हो। त्यसपछि अध्यक्ष के हुने भयो त? नमरुन् जति कुर्सी छोड्न नपर्ने। अहिले देखिरहेको छ त हामीले। तानाशाह भयो। उसमा विकृति विसङ्गतिहरू यति धेरै आए कि मुलुक चाहिँ आज जर्जर अवस्थामा पुगेको छ र जनताले त्यही देखे।
एउटा समानुपातिकलाई चाहिँ हटाउनु पर्यो, अरू यहाँले यो एउटा हजुर हो। समानुपातिकको यो पद्धति जुन छ त्यसलाई खारेज गरेपछि कुनै पनि पार्टीको अध्यक्ष तानाशाह गर्न सक्दैन। एउटा चाहिँ यसलाई सुधार गर्नु पाल्नु पर्यो। दोस्रो, प्रतिनिधि सभाको सदस्यले जागिर खान नपाउने, मन्त्री हुन नपाउने। त्यो मन्त्री हुनको निम्ति यहाँ 10औं करोड खर्च गरेर चाहिँ प्रतिनिधि सभा सदस्य चुनाव लड्ने। यदि यो व्यवस्था हुने हो भने 1 रुपियाँ खर्च नगरिकन एउटा गरिबको छोरो पनि प्रतिनिधि सभा जान सक्छ। नम्बर 2। नम्बर 3, निर्वाचन प्रणाली। निर्वाचन प्रणाली अहिले कस्तो छ? 1 लाख मतदाता भएको 1 लाख मत खसेको ठाउँमा 5000 मत पाउनेले चुनाव जित्ने भनेर अबिर लाउँछ। त्यस्तो स्थिति छ कि छैन? त्यो कसरी बहुमतको चाहिने प्रतिनिधि भयो? 95,000 जनता विपक्ष बाहिर छन्, 5000 जनताको प्रतिनिधित्व गरेर अबिर लाएर प्रतिनिधि सभामा जान्छ। त्यस्ता अल्प मतमा चुनाव जितेका प्रतिनिधि सभा सदस्यहरूको बहुमतबाट प्रधानमन्त्री चुनिन्छ हो। भनेपछि यो जुन व्यवस्था र जो सिस्टम छ यो बहुमतको सरकार हो कि अल्पमतको हो? अब त बाटा हिँड्ने एउटा लाटो सोझैले पनि बुझ्ने कुरा भयो क्या यो। त्यसै यो अल्पमतको सरकार बन्ने जुन निर्वाचन प्रणाली छ यो पनि संशोधन गर्नुपर्छ। यसभित्र भएका संविधानमा भएका विकृति विसङ्गतिहरूलाई संशोधन गरेर आजको आवश्यकता अनुसार व्यवस्थापन गर्ने हो भने देश डुबेको छैन, अझै पनि बिग्रेको छैन। अथाह प्राकृतिक सम्पदाका धनी हामी अहिले पनि छौँ। विदेशीहरूले जतिसुकै ग्रान्ड डिजाइन गरेर चाहिँ नेपाल सिद्ध्याउन खोजेको भए तापनि नेपालीहरूको आफ्नो मौलिक धर्म संस्कृतिको कारणले गर्दा एक ढिक्का छन्। केही लछारपाट लगाउन सकेका छैन। नागरिकता विधेयक बनाउने, इन्डियाबाट प्रवेश गर्नेहरूलाई गलत तरिकाले नागरिकता दिनेदेखि लिएर सारा कुराहरू जे भएछन् नि यो सबको बावजुद नेपाललाई हराउन सकेका छैनन्। नेपालको भविष्य अहिले पनि उज्यालो छ। त्यस कारणले म निराश छैन। म असफल भए तापनि मैले गुमाएको केही पनि छैन। मैले जुन दिन जे जति ऊर्जा लगानी गरेँ यो मुलुकको निम्ति त्यो फल्छ, त्यो फलिफाप भइरहेकै छ। केही विकृतिहरू छन्, त्यसलाई हटाउनु पर्छ, विकृति हुनु पर्यो। हस् त, हामी कार्यक्रमको निकै राम्रो छलफल बहस भइरहेको थियो। आभार व्यक्त गर्न चाहन्छु यहाँले टेलिभिजन मार्फत, तिलोत्तमा टेलिभिजन मार्फत आफ्ना विचार, राष्ट्र, राजनीति, खास गरी हामी यहाँ कम्युनिस्ट योद्धा भएको हुनाले धेरै हामी त्यसैको सेरोफेरोमा रहेर कुरा गऱ्यौँ। आभार व्यक्त गर्न चाहन्छु आफ्नो महत्त्वपूर्ण समयको लागि। धन्यवाद छ तपाईँहरूले मलाई यो कुराकानी गर्ने अवसर उपलब्ध गराउनु भयो। त्यसको निम्ति फेरि पनि अगाडिका दिनमा यस्ता अवसरहरू प्राप्त हुँदै जानेछन् मलाई भन्ने आशा समेत बोकेर म पनि अब बिदा हुन्छु। हस् त, मलाई पनि बिदा दिनुहोस्। नमस्ते। सरल बनाओ जीवन, सहज बनाओ जीवन, आत्मा र परमात्मा को ज्ञान ले सफल बनाओ जीवन। सुख शान्ति अनि आनन्द आफै भित्र छन् विराजमान। दिव्य ज्ञान को प्रकाशले बनाओ जीवन परम। सो जागरण